हेलो साथीहरू, आज चाहिँ म खाजा बनाउन थाल्दैछु। आज खाजा म मकैको पुवा बनाउन थालिरहेको छु। मकैको पुवा यो मैले एकजनाको लागि मकैको पुवा पिठो लिएको छु। अब म पुवा बनाउँछु, देखाउँछु तपाईहरुलाई। मैले चाहिँ मकैको पिठोमा यति पानी हालेर यसो मोलेर एकछिन 10 मिनेट जति एकछिन छोड्दिन्छु। यो 10 मिनेटपछि छोडेपछि अलि नरम र राम्रो बन्छ। त्यही भएर यसो 10 मिनेट जति छोड्दिन्छौँ र त्यसपछि हामी बनाउनतिर लाग्छौँ। साथीहरू, मैले चाहिँ यो पुवा एकछिन ढडाइसके पानीमा। अब चाहिँ मैले यहाँ कराई बसालेको छु। म यसमा थोरै घिउ हाल्छु हैन। यसमा पुवाको लागि थोरै घिउ हाल्छु। घिउ नहाले पनि पुवा बन्छ, तर मलाई चाहिँ घिउ हालेको अलि मिठो लाग्छ र यसमा अलि टाँसिदैन के धेरै, सजिलो पनि हुन्छ। त्यही भएर मैले त्यसमा घिउ एड गरिसकेँ। अब एकछिन घिउ अब यसमा पुवा उइदिन्छु, पुवा हाल्छु। ल, मैले पुवा गरी हालिसकेपछि अलिअलि टाँसिन्छ, यो पुवा टाँसिन्छ अनि चलाउँदै जानुपर्छ। घिउ हाल्यो भने चाहिँ अलि सजिलो हुन्छ, चलाउन अलि धेरै टाँसिँदैन, डल्ला पर्दैन अनि अलि राम्रो हुन्छ, नरम हुन्छ भन्ने हिसाबले हो। म यसलाई बिस्तारै अब यस्तै गरी चलाउँदै छोप्छु अनि बेला बेलामा चलाउँछु, डल्ला फुटाउँछु। यस्तो गर्दै बनाउँछु म। हेर्दै जानु होला गाइस। यस्तो हुन्छ र म अलि सानो ग्यास पार्छु, डर्दैन। अब एकजनाको लागि भएर अलि थोरै नै छ। साथीहरू, सबै जतिजनाको लागि भए पनि घिउ अलि त्यही अनुसार हाल्ने हो, घिउ धेरै हाल्नु पर्दैन। अनि पिठो यो भिजाएर राख्ने पनि अप्सनल हो। मैले एकछिन टाइम भएको भएर एकछिन ढड्याउन राखेको मात्रै हो, नत्र सिधै तपाईँहरूले चाहिँ पानी हालेर यसो पिठोलाई मुसेर अनि पकाउन सक्नुहुन्छ। गाइस, यस्तो हुँदैछ। चलाउँदै मैले त छोप्छु भनेको थिएँ, तर छोपिनँ। यो नछोपे पनि हुन्छ, छोपे पनि हुन्छ। छोपेर सानो ग्यास पारेर यताउता काम गर्दै बिस्तारै आउँदै चलाउँदै गरे पनि हुन्छ। टाइम छ भने यसमै टाइम दिएर चलाउँदै नछोपिकन राखे पनि हुन्छ। मैले चाहिँ छोपिनँ, आज चलाउँदैछु, थोरै पनि छ। त्यही भएर मलाई अलि एकैछिनमा पाकिहाल्छ, एकैछिनमा बनिहाल्छ भनेर यस्तो हल्का हल्का टाँसिन्छ। घिउ हालेन भने चाहिँ धेरै टाँसिन्छ के, घिउ हालेको राम्रो। यसरी टाँसिन्छ, यो चलाउँदै जाने। जबसम्म फुरुर हुँदैन तबसम्म यो पाकेको हुँदैन। पुवा चाहिँ यस्तो हुँदैछ। घिउ हाल्यो भने चाहिँ अलिक छिटै धेरै डल्ला परिहाल्दैन कि, अलिक सजिलो हुन्छ। अनि नत्र अलिक डल्ला पर्छ होइन। अब पुवा यस्तै गरी खुँड्दै, अब ट्याङल्याङ आवाज चाहिँ आइरहेको होला होइन। मैले एउटा हातले भिडियो बनाउँदै एउटा हातले खुँड्दै गरिरहेको छु, त्यही भएर हो। एउटा समात्नलाई चलाउन अलिक गाह्रो भइरहेको छ। यसरी फुरफुर गर्दै गएपछि यो पाक्दै गएको हुन्छ। अझै यो टाँसिँदैन। पाक्न थालेपछि चाहिँ यो कम्प्लिटली यो टाँसिँदैन, फुरुर पर्छ। डल्लाहरू पनि सबै फुटेको हुन्छ अनि बल्ल पाकेको भन्ने हुन्छ। यसमा तपाईँले अब यो भइसकेपछि यसमा चिनी एड गर्नुपर्छ। म चाहिँ कहिले चिनी एड गर्छु, चिनी एड गरेँ भने चाहिँ म यत्तिकै खान्छु। अनि कहिले चाहिँ दुधसँग खानु पऱ्यो भने चाहिँ चिनी एड नगरी यत्तिकै पकाएर खान्छु। मलाई चाहिँ त्यसरी मनपर्छ। चिनी हालेको पनि मनपर्छ, नहालेको पनि मनपर्छ। यो सुगर हुनेहरूले पनि खान मिल्यो, चिनी नहालिकन दुधसँग एकदमै मिठो हुन्छ। अनि यसमा चिनी पनि त्यही हो, कम्पलसरी होइन। यसमा कम्पलसरी भनेको चाहिँ साथी हो, मकैको पिठो नै हो। मकैको पिठो बाहेक अरू केही कम्पलसरी छैन। अब म तपाईँलाई फाइनल भएपछि देखाउँछु। यो करिब 80% पाकिसकेको छ। अब 20% हो। धेरै टाइम पनि लाग्दैन। यो एकैछिनमा छिटो मिठो सजिलो हेल्दी नास्ता हो। यो एकादशीमा पनि खान मिल्यो होइन। म तपाईँलाई अब फाइनल लुक भएपछि देखाउँछु। पुवा यति भइसकेपछि म यसमा
थोरै टेस्टको लागि आज चिनी हालेर खानु मन लाग्यो, म चिनी एड गर्छु। यतिसम्म भइसकेपछि अगाडि नै चिनी एड गऱ्यो भने अलिक टल्ने चान्स हुन्छ। सेम हामीले हलुवा पकाएको जस्तै नै हो, हलुवामा पनि लास्टतिर नै चिनी हाल्छौँ हामी। अनि चिनी हालेर एकछिन चलाउँछौँ। यो पुवा रेडी भइसक्यो। अब यो चिनीको यस्तो गर्नको लागि मात्रै हो। बढ्न थालिसक्यो, चिनी हालेपछि चाहिँ अलिक डढिहाल्छ। त्यही भएर हामी पाकिसकेपछि करिब 5% जति बाँकी हुँदा मात्र चिनी हालेर यस्तो मोलमाल मात्रै गरेको हो। चिनी आफै यसैमा पक्लिन्छ। अझै पनि चिनी तपाईँहरूलाई टेस्ट अनुसार चिनी हाल्ने हो। आफूलाई धेरै गुलियो खानु मन लाग्यो चिनी हाल्न पनि सक्नुहुन्छ। म चाहिँ धेरै गुलियो खाँदिनँ, त्यही भएर यतिको चिनी मेरो लागि ठिक्क छ। अब हाम्रो पोहा, मकैको पोहा रेडी भयो। अब म ग्यास बन्द गर्छु। अब म सर्भ गरेपछि तपाईँहरूलाई देखाउँछु। साथी हो, मेरो मकैको पुवाको फाइनल लुक्स चाहिँ यस्तो भएको छ। हेल्दी मिठो नास्ता। अब म यो दुधसँग खान्छु। यो खाँदै दुध पिउँदै गर्छु। आजको मेरो हेल्दी नास्ता तपाईँहरू पनि बनाएर खानुहोला। अर्को रेसिपी लिएर म भोलि आउनेछु। टिल देन टेक केयर, बाई बाई।